ज्यू नमस्ते। म गणेश कुमार, नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद सचिवालयको उपमहासचिव। यही श्रावण 24 गते अगस्त 9 को दिन 32औं विश्व आदिवासी दिवस चाहिँ हामी काठमाडौँको खुला मञ्चमा मनाउन गइरहेका छौँ र यो दिवसमा सम्पूर्ण नेपालीहरू र विशेषतः आदिवासी जनजाति महासङ्घमा आबद्ध जातीय संस्थाहरू लगायत सम्पूर्ण जनजातिहरूमा म कार्यक्रमको यो विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु। श्रावण 24 गते खुला मञ्चमा हामी मात्र यो विश्व आदिवासी दिवस मनाउन रमाइलोको लागि मात्रै गइरहेका छैनौँ। यो दिवसमा हाम्रा जुन सांस्कृतिक विविधता छ अथवा भाषिक विविधता छ, ती सम्पूर्ण हाम्रा संस्कार संस्कृतिहरूको संरक्षण र प्रवर्धन गर्नुपर्ने आवश्यकता छ र त्यति मात्र नभइकन हाम्रा सम्पूर्ण अधिकारहरूको प्राप्तिको लागि पनि हामी त्यस दिन यो उत्सवलाई विशेष रूपमा लिँदै सम्पूर्ण आदिवासीहरू खुला मञ्चमा भेला हुनुपर्ने आजको आवश्यकता हो। त्यसैले म सम्पूर्ण जाति तथा मेरो कुमाल समुदायका दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यस 24 गते आइतबारको दिन काठमाडौँको खुला मञ्चमा बिहान 11 बजे आएर यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पार्नको लागि आइदिनको लागि म हार्दिक अपिल गर्न चाहन्छु। र यस दिन सांस्कृतिक झाँकीको प्रदर्शन त हुन्छ नै र हाम्रा सम्पूर्ण जनजातिका विविध सांस्कृतिक विविध परिकारहरू जुन चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक खानाहरूको स्टलहरू, त्यसको प्रदर्शन पनि हुनेछ र ख्यातिप्राप्त जनजाति कलाकारहरूले पनि साङ्गीतिक प्रस्तुतिहरू दिनुहुनेछ। यसमा तपाईँहरू आएर साथ दिनुभयो भने पक्कै पनि हामी आयोजकलाई पनि हौसला मिल्ने नै छ र हाम्रा अधिकारका लागि हामी अगाडि बढ्न पनि पक्कै पनि सपोर्ट हुनेछ भन्ने मैले अपेक्षा लिँदै फेरि पनि सम्पूर्णमा शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। जय आदिवासी।